कुञ्जना घिमिरे सुन्तलीले आफ्नो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरु भएको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएकी हुन्। उनले लेखेकी छिन्, अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस्, नाकि बन्द कोठामा। मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ। विभिन्न तुच्छ गालीको वर्षात भइरहेको छ। म पनि मान्छे हुँ, धेरै मन दुखेको छ। राज्य र राष्ट्रसँग धुर्मुसजीले केही समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलोच सहदै आए र आज मानसिक यातनाले विक्षिप्त भएको छु। अब सुन्ने र सहने शक्ति छैन ममा। कि मलाई सफाई देऊ कि सजाय, तर जे गर्छौ छिटो गर। यसरी कुञ्जना घिमिरेले नग्न तस्बिरहरू आउनुका साथै आफूमाथि विभिन्न तुच्छ गालीको समेत वर्षा हुन थालेको बताएकी छन्। हाल धुर्मुस सुन्तली गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा अनियमितता गरेको भन्दै सर्वत्र विरोधको केन्द्रमा छ। केही दिन पहिले धुर्मुसले पनि सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै मानसिक यातना भएको बताएका छन्।